नमस्कार प्रिय विद्यार्थी भाइ बहिनीहरू, आज म तपाईहरूलाई कक्षा 8 को विज्ञान विषय अन्तर्गत पर्ने वैज्ञानिक कार्यहरूमध्ये अवलोकन, वैज्ञानिक परीक्षण, अनुसन्धान कार्य र सर्वेक्षण कार्यको बारेमा छोटो तर महत्त्वपूर्ण जानकारी दिन गइरहेको छु। ध्यान दिएर सुन्नुहोस् है त। सबैभन्दा पहिले कुरा गरौँ अवलोकनको बारेमा। कुनै वस्तु, घटना वा प्रक्रियालाई ध्यानपूर्वक हेरी, सुनी वा अनुभव गरी जानकारी सङ्कलन गर्ने प्रक्रियालाई अवलोकन भनिन्छ। जस्तै बिरुवाको पातको रङ, आकार र वृद्धि हेर्नु वा पानी उम्लिँदा हुने परिवर्तन निहाल्नु अवलोकनका उदाहरण हुन्। अवलोकनले सही र वास्तविक जानकारी प्राप्त गर्न मद्दत गर्दछ, नयाँ कुरा बुझ्न सहयोग गर्दछ र अनुसन्धान तथा वैज्ञानिक परीक्षणको आधार तयार गर्दछ। विद्यार्थी भाइ बहिनीहरू, अब कुरा गरौँ वैज्ञानिक परीक्षणको। कुनै कुरा सही हो कि होइन भनेर थाहा पाउन गरिने प्रयोग वा जाँचलाई वैज्ञानिक परीक्षण भनिन्छ। वैज्ञानिक परीक्षण प्रयोगशालाभित्र वा बाहिर गर्ने गरिन्छ। जस्तै बिरुवामा मल हाल्दा छिटो बढ्छ कि बढ्दैन भनेर प्रयोग गरेर जाँच गर्नु वैज्ञानिक परीक्षण हो। त्यस्तै गरी लिटमस पेपरको मद्दतले दिएको तरल पदार्थ अम्ल, क्षार र लवण के हो भनी छुट्याउनु पनि वैज्ञानिक परीक्षण अन्तर्गत नै पर्दछ। यसको मुख्य महत्त्व के छ भने यसले हामीलाई सत्य कुरा पत्ता लगाउन मद्दत गर्दछ, अनुमानलाई प्रमाणित गर्दछ र नयाँ ज्ञान प्राप्त गर्न सहयोग गर्दछ। अब लागौँ अनुसन्धान कार्यतर्फ। कुनै विषय वा समस्यालाई गहिराइमा बुझ्न नयाँ तथ्य वा जानकारी खोज्ने कामलाई अनुसन्धान कार्य भनिन्छ। जस्तै वातावरण प्रदूषण किन बढ्दैछ भनेर कारण खोज्नु र त्यसको अध्ययन गर्नु अनुसन्धान कार्य हो। अनुसन्धान कार्यको महत्त्व के हो भने यसले नयाँ ज्ञान दिन्छ, समस्या समाधान गर्न सहयोग गर्दछ र हाम्रो सोच्ने वा बुझ्ने क्षमता बढाउँछ। प्रिय विद्यार्थी भाइ बहिनीहरू, अब फेरि कुरा गरौँ सर्वेक्षण कार्यको। विभिन्न प्रश्नावली, अन्तर्वार्ता वा छलफलबाट प्रत्यक्ष रूपमा धेरै मानिस वा स्थानबाट तथ्याङ्क सङ्कलन गर्ने कामलाई सर्वेक्षण कार्य भनिन्छ। जस्तै विद्यालयका विद्यार्थीहरूले घरमा रहँदा कति समय पढ्छन् भनेर सोधेर जानकारी सङ्कलन गर्नु सर्वेक्षण हो। यसको महत्त्व के हो भने यसले कुनै विषयवस्तु वा समस्याको वास्तविक अवस्था बुझ्न मद्दत गर्दछ, तथ्याङ्क तयार गर्न सहयोग गर्दछ र राम्रो योजना बनाउन सजिलो बनाउँछ। प्रिय विद्यार्थी भाइ बहिनीहरू, यसरी अवलोकनले जानकारी सङ्कलन गर्न सहयोग गर्दछ। वैज्ञानिक परीक्षणले सत्य कुरा पत्ता लगाउँछ, अनुसन्धान कार्यले नयाँ ज्ञान दिन्छ र सर्वेक्षण कार्यले कुनै विषयवस्तु वा समस्याको वास्तविक अवस्था देखाउँछ। यी चारवटै वैज्ञानिक कार्यहरूले हामीलाई व्यावहारिक र वैज्ञानिक सिकाइमा ठुलो सहयोग गर्दछन्। आजका लागि यति नै। फेरि अर्को रोचक विषयका साथमा भेटौँला है त। धन्यवाद।